दर्शकबिन चलचित्र जेरी अनटपले सुरुवाती 26 दिनमा बक्स अफिसमा शानदार कमाई गरेर आज 27औं दिनमा प्रवेश गरेको छ भने उता फिल्म परानले सुरुवाती 12 दिनमा विस्फोटक व्यापार गरेर आज 13औं दिनमा पनि आक्रामक व्यापार गरेको छ भने उता फिल्म जारी 2 ले सुरुवाती 5 दिनमा दमदार कमाई गरेर आज 6औं दिन पनि खतरनाक कमाई गर्दैछ। फेरि उता मन बिनाको धन फिल्मले पनि सुरुवाती 5 दिनमा प्राप्त सोजमा शानदार कमाई गरेर आज 6औं दिन पार गर्दैछ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौं यी चारैवटा फिल्मको हिजोसम्मको टोटल बक्स अफिस कलेक्सन साथै आजको अकुपेन्सी र अर्ली एस्टिमेट बक्स अफिस कलेक्सन प्रेडिक्सनको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म साथ दिनुहोला। सर्वप्रथम कुरा गरौं फिल्म जेरी अन टपको। सुयोग गुरुङको निर्देशनमा हेमराज विशीको कथा र विश्वास तिमसिनाको पटकथा रहेको रोमान्स एडभेन्चर ड्रामा जनरमा आधारित फिल्मले दर्शकहरूबाट गजबको प्रतिक्रिया प्राप्त गर्यो। त्यसै कारणले त यस वर्षको सर्वाधिक कमाउने फिल्म बन्यो। मेगा स्टार अनमोल केसी, सुपरस्टार भुवन केसी, केदार प्रसाद घिमिरे, निर्मल शर्मा, उषा खड्की, आँचल शर्मा, जसिता गुरुङ लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्मले बक्स अफिसमा पहिलो दिनै 72,59,408 रुपैयाँको ग्रस ओपनिङ गर्यो भने फिल्मले बक्स अफिसमा सुरुवाती 23 दिनमा 11 करोड 71 लाख भन्दा माथिको कमाई गरेको चलचित्र विकास बोर्डले जनाएको छ। फिल्मले हिजो 26 दिनसम्म आइपुग्दा लगभग 11 करोड 77 देखि 78 लाखको कमाई गरेको खबर प्राप्त भएको छ। फिल्मको बक्स अफिसमा आज 27औं दिन हो। फिल्मले आज प्राप्त सोजमा 15 देखि 20% को ओभरअल अकुपेन्सी लिँदैछ भने केही डिलले भएका सोजमा त 30 देखि 50% को पनि अकुपेन्सी दर्ज गराउँदैछ। त्यसै कारणले फिल्मले आज 2 देखि 3 लाख हाराहारीको कमाई गर्न सक्ने प्रक्षेपण गरिएको छ। अब कुरा गरौं फिल्म परानको। दीपक प्रसाद आचार्यको कथा तथा निर्देशन रहेको ड्रामा जनरमा आधारित फिल्ममा एम थापाको पटकथा तथा संवाद रहेको छ। दर्शकहरूबाट गजबको प्रतिक्रिया प्राप्त गरिसके पश्चात पहिलो दिन 5 लाख पनि नकमाएको फिल्मले 6 दिनमै 1 करोड 14 लाखको ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको थियो। दर्शक महानुभावहरू निर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केके अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली, बुद्धि तामाङ लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्मले सुरुवाती 9 दिनमै बक्स अफिसमा 3 करोड 71,36,553 रुपैयाँ 56 पैसाको ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ। निर्माताले भने फिल्मले सुरुवाती 10 दिनमै लगभग 4.5 करोड माथिको कमाई गरेको बताएका छन्। दर्शक महानुभावहरू फिल्मले बक्स अफिसमा हिजो 12 दिनसम्म आइपुग्दा निर्माताको आँकडा अनुसार कम्तीमा पनि 5.5 करोड भन्दा माथि र उता विकास बोर्डको आँकडा अनुसार 5 करोड भन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ। फिल्मको बक्स अफिसमा आज 13औं दिन हो। फिल्म आज विस्फोटक छ हो। दर्शक महानुभावहरू मर्निङको समय फिल्मको ओभरअल अकुपेन्सी नै 40 देखि 50% को छ भने दिउँसो र इभिनिङ शोमा त फिल्मले लगभग त सबै जसो हल हाउसफुल गर्दैछ। 80 देखि 90% को ओभरअल अकुपेन्सी रहने देखिन्छ। 2-4 हललाई छोड्ने भने सबै हल हाउसफुल गर्दैछ। किनभने फिल्मको बुकिङ पनि आक्रामक तरिकाले भइरहेको छ। त्यसैमाथि सबैभन्दा बढी सोच फिल्म परानसँग रहेको छ। त्यसपश्चात बल्ल जारी 2, त्यसपश्चात मनबिनाको धन अनि बल्ल जेरी अनटपसँग। त्यसैगरी फिल्मको एडभान्स बुकिङको ट्रेन्डलाई हेर्दाखेरि नाइटसम्म आइपुग्दा फिल्मले 70% हाराहारीको ओभरअल अकुपेन्सी लिँदै देखिन्छ। त्यसै कारणले फिल्मले आज कम्तीमा पनि 80 लाख भन्दा माथिको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। फिल्मको अझै डे, इभिनिङ र नाइट शोको एडभान्स बुकिङ बम्पर तरिकाले भयो र लगभग सबै हल हाउसफुल भयो भने फिल्मको कमाई 1 करोडसम्म पनि पुग्न सक्छ। अब कुरा गरौं फिल्म जारी 2 को। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र हो जारी 2 द सङ अफ च्याब्रुङ। जुन ड्रामा जनरमा आधारित फिल्मले दर्शकहरूबाट राम्रै प्रतिक्रिया प्राप्त गर्यो तर सेकेन्ड हाफले भने मिश्रित प्रतिक्रिया प्राप्त गर्यो। त्यसै कारणले यसको निर्माण पक्षले हिजोबाट यो फिल्मको 14 मिनेट थप गरेर क्लाइमेक्स चेन्ज गरेर लगभग त यो फिल्मको डिरेक्टर कट्स रिलिज गरेका छन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रिचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल लगायतका कलाकारहरूलाई देख्न सक्छौं। पहिलो दिन 250 भन्दा बढी सोच प्राप्त गरेको फिल्म यति बेला लगभग त 150 भन्दा बढी सोचका साथ सीमित रहेको छ। दर्शक महानुभावहरू यो फिल्मको अहिलेसम्म न त निर्माता, न त वितरक, न त विकास बोर्ड कसैले पनि एक्ज्याक्ट कलेक्सन सार्वजनिक गरेका छैनन्। तर फिल्मले सुरुवाती 5 दिनमा 3 करोड 30 लाख भन्दा माथिको कमाई गर्न सफल भएको खबर प्राप्त भएको छ। फिल्मको बक्स अफिसमा आज 6औं दिन हो। फिल्मले आज मर्निङको शोमा ओभरअल अकुपेन्सी नै 30% माथिको लिइरहेको छ भने पूर्वतिरको हलमा त फायर छ। चलचित्रको एडभान्स बुकिङको ट्रेन्डलाई हेर्दाखेरि फिल्मले पूर्वतिरका बिर्तामोड, दमक, त्यसैगरी काठमाडौँ, पोखरा लगायतका शहरहरूमा पनि आज उच्च अकुपेन्सी लिने देखिन्छ। फिल्मले दिउँसोसम्म आइपुग्दा त ओभरअल अकुपेन्सी नै लगभग 50 देखि 60% को लिने देखिन्छ भने चलचित्रले इभिनिङ शोमा पनि लगभग 50 देखि 60% का अकुपेन्सी लिँदै थुप्रै हल हाउसफुल गर्दैछ। नाइट शोसम्म आइपुग्दा पनि फिल्मले 40 देखि 50% को अकुपेन्सी लिँदै थुप्रै हलमा 50 देखि 80% को अकुपेन्सी दर्ज गराउने देखिन्छ। त्यसै कारणले फिल्म जारी 2 ले आज कम्तीमा पनि 30 लाख भन्दा माथिको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण
प्रक्षेपण गरिएको छ। अब कुरा गरौं फिल्म मन बिनाको धनको। दर्शक महानुभावहरू टंक बुढाथोकीको कथा, संगीत, निर्देशन र संवाद रहेको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। ड्रामा जनरमा आधारित फिल्मले पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ। प्राप्त शोमा उच्च अकुपेन्सी लिइसके पश्चात यो फिल्मको पनि केही सोजहरू बढेको छ। अशोक दर्जी, एआर बुढाथोकी, नीता ढुङ्गाना, रमेश विश्वकर्मा, सरोज खनाल, भोलाराज सापकोटा, सन्तोष पन्त लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्मको पनि अहिलेसम्म निर्माण पक्ष न त वितरक न त विकास बोर्ड कसैले पनि आधिकारिक कमाई सार्वजनिक गरेको छैन। यद्यपि फिल्मले हिजो 5 दिनसम्म लगभग 1 करोड हाराहारीको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। फिल्मको बक्स अफिसमा आज 6औं दिन हो। फिल्मले यति बेला मर्निङको शोमा जति सोच प्राप्त गरेको छ त्यति सोचमा ओभरअल अकुपेन्सी 30 देखि 40% को लिएको छ भने फिल्मले कतिपय हलमा 50 देखि 80% को अकुपेन्सी बिहानै छ। दिउँसोसम्म आइपुग्दा र इभिनिङ शोमा त फिल्मले ओभरअल अकुपेन्सी नै 70% को लिने देखिन्छ भने थुप्रै हल हाउसफुल गर्ने देखिएको छ। चलचित्रले नाइट शोसम्म आइपुग्दा पनि ओभरअल अकुपेन्सी 50% हाराहारीमा लिने देखिन्छ भने थुप्रै हलमा 50 देखि 80% को पनि अकुपेन्सी लिने देखिरहेको छ। त्यसै कारणले अर्ली इस्टिमेट आँकडाको हिसाबले फिल्म मन बिनाको धनले आज 6औं दिन बक्स अफिसमा लगभग त 20 लाख भन्दा माथिको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। दर्शक महानुभावहरू, हजुरहरूले यी 4वटा फिल्म हेर्नु भयो कि नै? यदि हेर्नु भएको छ भने हजुरहरूलाई यी 4 फिल्म मध्ये कुन फिल्म सर्वोत्कृष्ट लाग्यो कृपया हामीलाई त्यस चलचित्रको नाम कमेन्ट मार्फत व्यक्त गर्नुहोला र आगामी दिनमा डेली 4वटा फिल्मको बक्स अफिस कलेक्सनको भिडियो रिपोर्ट हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। धन्यवाद, शुभ दिन।